चन्द्रमाको परिक्रमा गर्ने सफल यात्रा पूरा गरेसँगै नासाको ओरियन अन्तरिक्ष यान अहिले पृथ्वीमा फर्किँदैछ। यो चन्द्र मिसनमा अहिलेसम्म सबैजसो कुरा योजना मुताबिक नै भइरहेको छ। तर अति सामान्य जस्तो लाग्ने एउटा निकै महत्त्वपूर्ण चिज भने फेल भएको छ। समाचार अनुसार उक्त अन्तरिक्ष यानमा रहेको करिब $23 मिलियन अर्थात् 3 अर्ब रुपियाँभन्दा धेरै मूल्य पर्ने शौचालय अचानक बिग्रिएको छ, जसका कारण शौचालयमा रहेको पिसाबलाई अन्तरिक्षमा फाल्ने प्रणाली बन्द भएको छ। नासाका अनुसार पिसाब प्रणालीभित्र भएको रासायनिक प्रतिक्रियाका कारण यो समस्या उत्पन्न भएको हो। तर दिशा व्यवस्थापन गर्ने अलग प्रणालीले भने हालसम्म ठिकसँग काम गरिरहेको छ। अन्तरिक्ष यात्री क्रिस्टिना कोचले युनिभर्सल वेस्ट म्यानेजमेन्ट सिस्टम भनिने उक्त टोयलेटबाट जलिरहेको हिटर जस्तो गन्ध आइरहेको बताएकी छिन्। उडान निर्देशक रिक ह्यान्फिल्डका अनुसार शौचालय अझै सञ्चालनमा छ, तर फोहोर पानीको ट्याङ्की खाली गर्न समस्या भइरहेको छ। यसको निकास कम भएकोले अहिले अन्तरिक्ष यात्रीले ब्याकअप प्रणाली प्रयोग गर्नुपरेको छ। अहिले 4 जना अन्तरिक्ष यात्रीले व्यक्तिगत रूपमा पुनः प्रयोग गर्न मिल्ने कन्टेनर अर्थात् कोल्याप्सिबल कन्टिन्जेन्सी युरिन डिस्पोजल डिभाइस प्रयोग गरिरहेका छन्। अन्तरिक्ष यानले उडान भरेको केही घण्टापछि नै शौचालयको पिसाब व्यवस्थापन प्रणालीमा समस्या देखिएको थियो। क्रिस्टिना कोचले सिस्टम कन्ट्रोल मिलाएकी थिइन् र मिसन कन्ट्रोलको सहयोगमा यसलाई पुनः सुरु पनि गरिएको थियो। सुरुमा समस्या समाधान भएको जस्तो लागेको थियो, तर पुनः समस्या देखियो। अन्तरिक्ष यात्री कोच भन्छिन्, म आफूलाई अन्तरिक्षको प्लम्बर भन्न पाउँदा गर्व महसुस गरिरहेकी छु। शौचालय कुनै पनि अन्तरिक्ष यानको सबैभन्दा आवश्यक उपकरण भएको उनको अनुभव छ। उनका अनुसार शौचालयको त्यो समस्या अझै पनि पूर्ण रूपमा समाधान भएको छैन, जसका कारण अन्तरिक्ष यात्रीहरूले अझै पनि पिसाबलाई अन्तरिक्षमा बाहिर फाल्न सकिरहेका छैनन्। यो विषय अमेरिकाको ह्युस्टन स्थित जोन्सन स्पेस सेन्टरमा हुने हरेक पत्रकार सम्मेलनमा मुख्य चर्चाको विषय बनेको छ। स्मरण रहोस्, यो त्यही केन्द्र हो जहाँ सन् 1970मा एपोलो 13 अथवा एपोलो 13 मिसनका क्रममा अन्तरिक्ष यात्री ज्याक स्विगर्टले एउटा प्रसिद्ध वाक्य भनेका थिए, ह्युस्टन, हामी कहाँ समस्या देखिएको छ। त्यतिबेला अक्सिजन ट्याङ्क विस्फोट भएपछि उत्पन्न भएको समस्याले गर्दा मिसन रद्द गरिएको थियो। 3 जना अन्तरिक्ष यात्री सुरक्षित रूपमा पृथ्वीमा फर्किन सफल भएका थिए। ओरियन स्पेसक्राफ्टमा जडान गरिएको शौचालय अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा प्रयोग हुने शौचालय जस्तै हो, तर यसलाई पहिलो पटक चालक दलसहितको दूर अन्तरिक्ष अर्थात् डीप स्पेस मिसनमा प्रयोग गरिएको छ। स्मरण रहोस्, एपोलो मिसनका अन्तरिक्ष यात्रीसँग शौचालयको सुविधा थिएन। उनीहरूले विशेष प्रकारका ब्याग प्रयोग गर्थे। अहिलेको करिब 5 मिटर चौडा र 3 मिटर अग्लो ओरियन अन्तरिक्ष यानमा त्यसको भुइँमुनि शौचालय रहेको छ। त्यो एक मात्र त्यस्तो ठाउँ हो जहाँ अन्तरिक्ष यात्रीहरू केही बेर एक्लै बस्न पाउँछन्। शौचालयभित्र निकै ठुलो आवाज हुने भएकाले कानको सुरक्षा आवश्यक पर्छ। त्यहाँ माइक्रोग्राभिटीमा काम गर्न सकियोस् भनेर सक्सन सिस्टम जडान गरिएको छ। दिशालाई डिस्पोजेबल ब्यागमा राखेर थिचिन्छ र पछि पृथ्वीमा फिर्ता ल्याइनेछ। नासाकी सहायक शासक लोरी ग्लेजका अनुसार ओरियन अन्तरिक्ष यान पृथ्वीमा अवतरण गर्ने बित्तिकै त्यसको भित्र गएर समस्याको जाँच गरिनेछ। यो यान अमेरिकी समयअनुसार शुक्रबार प्रशान्त महासागरमा अवतरण गर्ने तयारीमा छ।